जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा नमस्तुते सरस्वती मया दृष्ट वीणापुस्तकधारिणी हंसवाहन समीक्षा विद्यादानं करोतु मे। जय माँ सरस्वती जय माँ भगवती या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमो तस्यै नमो तस्यै नमो तस्यै नमो नमः। ल है त अब म तपाईको हातको रेखाको अध्ययन गरेर यो भिडियो बनाएर पठाउँछु। यसमा रेखाहरूको एक्सप्लेन गर्छु अनि अर्को भिडियोमा तपाईको चिनाको पनि एक्सप्लेन गर्छु। त्यसपछि तपाईले मसँग मजाले कुराकानी गर्न पाउनुहुन्छ र आफ्नो सबै कुराहरू सोध्न पाउनुहुन्छ है त। सर्वप्रथम हामी तपाईको हातको कलरमा जाम। हस्तरेखामा चाहिँ हातको कलरले पनि निकै ठुलो महत्त्व राख्दछ र हस्तरेखाको सिम्पल प्रिन्सिपल के हो भन्दा तपाईको हात हेर्दाखेरि गुलाबी रङको छ अथवा भनौँ देशकाल अनुसार हाम्रो देशमा चाहिँ गुलाबी रङको छ भन्ने मानिन्छ। यो कुरा अन्य देशमा लागू नहुन सक्छ। हाम्रो देशको सन्दर्भमा चाहिँ गुलाबी रङको हात छ भने र तपाईको हात चाहिँ नरम प्रकृतिको छ भने केही मोटो छ, मासुको भाग पर्याप्त छ र प्राय हल्का चिसो चिसो पानी जस्तो आइरहन्छ अथवा तपाईको चाहिँ पसिना आइरहन्छ हैन, र गर्मीमा एकदम छिटो पसिना आउँछ हत्केलामा भने त्यो मान्छे सुखी हुन्छ भनेर मान्छ के। त्यस्तो मान्छेले धेरै दुःख खप्न सक्दैन, धेरै दुःख गर्न सक्दैन। त्यसकारणले गर्दा प्रकृतिले उसलाई सुखपूर्वक गर्ने कामहरू उपलब्ध गराउँछ, सुखी हुन्छ, उसँग सुखको साधन हुन्छ, राम्रो पक्की घरमा बस्न पाउँछ, राम्रो स्कुटी आदि चढ्न पाउँछ, राम्रो गहना लगाउन पाउँछ, राम्रो कपडा लगाउन पाउँछ हैन। उसलाई चाहिँ सपोर्ट गर्ने पैसा दिने मान्छेहरू पनि हुन्छन् भनेर हाम्रो हस्तरेखाले मान्दछ। सो अनुसार तपाईँ स्पष्ट रूपमा भन्दा एउटा सुखी व्यक्तिको कोटीमा पर्नुहुन्छ, तपाईँ भाग्यमानी हुनुहुन्छ भनेर म तपाईको हातको कलर र हातको मोटाइ मात्रै हेरेर भन्न सक्छु। अब हामी रेखामा जान्छौँ। सर्वप्रथम हामी तपाईको हातमा यति राम्रो पोजिटिभ साइनहरू छ कि हैन। सो म त लाग्छ तपाईले एकदमै हाई लेभलको प्रोग्रेस गर्नुहुन्छ, यानि कि एकदमै भाग्यमानी व्यक्तिको कोटीमा नै पर्नुहुन्छ भन्ने मलाई लाग्छ क्या। त्यो म एक एक बताउँदैछु। सर्वप्रथम तपाईको हामी आयु रेखामा जान्छौँ। आयु रेखा वा पितृरेखा भनेर हामी यसलाई पनि मान्दछौँ। यसलाई हामी पितृरेखा भन्छौँ स्पेशल। त्यसै गरी हामी यसलाई आयु रेखा हृदय रेखा भनेर मान्दछौँ। प्राचीन हस्तरेखा शास्त्रले यसलाई आयु रेखा मान्दछ। यो दुईटै रेखाको लम्बाइ एकदमै पर्फेक्ट छ, यानि कि रेखाको लम्बाइ चाहिँ एकदमै पर्याप्त मात्रामा छ। यसको सिधा अर्थ हो तपाईको आयु लामो छ, एउटा राम्रो आयु लिएर आउनु भएको छ। त्यसकारणले गर्दा तपाईको आयुलाई खासै खतरा हुँदैन। तपाईँ जहाँ पनि जहाँ रहनुहुन्छ सुरक्षित रहनुहुन्छ, सेफ रहनुहुन्छ। यो तपाईको लागि एकदमै राम्रो कुरा हो। साथै तपाईको आयु लामो भएको हुनाले रोग प्रतिरोध क्षमता राम्रो रहन्छ, रोगसँग लड्न सक्ने क्षमता तपाईको राम्रो रहन्छ, शत्रुहरूले पनि तपाईलाई खासै हानि पुर्याउन सक्दैनन् भने भनौँ न चोटपटकको खतरा पनि एकदमै कम हुन्छ। अलिअलि त अब जीवनमा भइहाल्छ, तर ठुलो चोटपटक त्यस्तो केही हुन पाउँदैन। किन भन्दा तपाईको आयु रेखा पनि एकदमै लङ छ, पर्फेक्ट छ। साथै आयुलाई संरक्षण गर्ने एन्जल लाइन हातमा बनेको छ। यसलाई हामी एन्जल लाइन मङ्गल रेखा भन्छौँ। यो रेखा तपाईको हातमा बनेको छ भने के मानिन्छ भन्दा पितृको तपाईलाई विशेष ब्लेसिङ छ, यानि कि तपाईको पितृहरू अथवा तपाईको खानदानमा दिवंगत भएका व्यक्तिहरूको आत्माले पनि तपाईलाई विशेष ब्लेसिङ दिएको छ र यसलाई एन्जल लाइन पनि भनिन्छ। नदेखिने ईश्वरीय शक्तिको तपाईलाई साथ छ भनेर हामी मान्दछौँ। यानि कि तपाईँ एक्लो हुनु पर्दैन, तपाईलाई साथ दिने मान्छे तपाईले भेट्नुहुन्छ, तपाईसँग कोही न कोही साथी भइरहन्छ, तपाईलाई आवश्यकता परेको बेलामा हेल्प पनि प्राप्त हुन्छ, अप्ठ्यारो परेको बेलामा तपाईले हेल्प पनि पाउनुहुन्छ, किनकि तपाईलाई हेल्प गर्ने हेल्पिङ लाइन तपाईको हातमा छ, एन्जल लाइन तपाईको हातमा छ। त्यसै गरी तपाईको यो पितृरेखामा एकदमै पोजिटिभ साइन भनेको यो है, म ड्र गर्दैछु। पेन्सिल अलि मोटो छ मेरो, तर बुझ्नुहुन्छ तपाईले कुन रेखाको चाहिँ एक्सप्लेन गर्दैछु भन्ने कुरा तपाईले स्पष्ट बुझ्नुहुन्छ हैन। ल यो तपाईको जुन छ यो पितृरेखाबाट यो निस्किएको हाँगाहरू हैन, ठ्याक्क रुखको हाँगा जसरी पलाउँछ त्यसै गरी पितृरेखाबाट हाँगाहरू निस्किएर माथितिर गयो, अपसुट भन्छ यसलाई हैन, माथितिर गयो भने चाहिँ यसलाई हस्तरेखाले सबैभन्दा शुभ फल दिने रेखाको रूपमा मान्दछ। र हस्तरेखाको स्पष्ट सिद्धान्त के छ भने जसको हातमा यस्तो रेखा जति धेरै हुन्छ त्यो व्यक्तिले त्यति धेरै अहिलेको युग अनुसार चाहिँ भन्नुपर्दा प्रमोसन पाउँछ जागिर गर्यो भने हैन। व्यापार गर्यो भने त्यही हिसाबले उसको चाहिँ व्यापार 2 गुणा 4 गुणा हुँदै जान्छ। मतलब 2 वर्ष 3 वर्षको अन्तरालमा उसले केही न केही सुखको खुसीको कुरा प्राप्त गर्छ भन्छ के। यस्तो माहौल उसले पाउँछ कि ऊ सुखी हुन्छ, खुसी हुन्छ त्यो कुराले हैन। मेरो स्यालेरी बढ्यो, मेरो व्यापार बढ्यो अथवा मलाई यहाँबाट धेरै सोचे भन्दा राम्रो आर्थिक उन्नति भयो मेरो भनेर खुसी हुन्छ।
यस्तो यो खुसी दिने रेखाहरू हो। यसलाई उन्नतिको रेखा, प्रोग्रेस लाइन भनिन्छ। जति धेरै हातमा छ त्यति धेरै भाग्यमानी व्यक्ति मानिन्छ। त्यसकारणले गर्दा यो तपाईँको राम्रो भाग्यको अर्को निशानी हो। र प्लस अब तपाईँको जति धेरै त्रिभुज हुन्छ नि हातमा, त्यति धेरै तपाईँले चाहिँ घर बनाउने, घडेरी जोड्ने, होइन कार किन्ने, स्कुटी किन्ने भन्ने अर्थ लाग्छ क्या। यस्तो साइन त कति छ कति होइन। यसको मतलब तपाईँले चाहिँ नर्मली एकदमै अहिलेको हिसाबमा त एकदमै राम्रो पैसा कमाउने मान्छे हो क्या तपाईँ। एउटा स्कुटी किनेर बस्ने मान्छे होइन, तपाईँसँग कार गाडी होइन यो चिजहरू सबै पर्याप्त हुन्छ है। यो जीवनमा तपाईँको आउँछ, छ तपाईँको भाग्यमा लेखेको छ भनेर हातले स्पष्ट देखाएको छ। त्यसै गरी अब हामी जान्छौँ तपाईँको चाहिँ भाग्यरेखामा अथवा करियर लाइनमा। पैसा कहाँबाट आउँछ अथवा पैसा कतिको आउँछ भनेर हेर्नको लागि हामीले करियर लाइनलाई युज गर्छौँ। यो चाहिँ करियर लाइन भनेको माझी औँलातिर जान्छ जहिले पनि। तपाईँको यो माझी औँला भयो, माझी औँलातिर गएको हुन्छ होइन, यहाँबाट सुरु भएर। र स्पष्ट रूपमा यताबाट करियर लाइन गयो भने यसको सिधा मिनिङ हो या त विदेशबाट धन प्राप्त हुन्छ, या आयात निर्यातको कार्यबाट प्राप्त हुन्छ, सामाजिक ख्याति तपाईँलाई प्राप्त हुन्छ, पब्लिसिटी अथवा पब्लिक चाहिँ समर्थन तपाईँलाई राम्रो मिल्दछ। सो कलाकारको हातमा पनि यस्तो खालको भाग्यरेखा पाइन्छ, किनकि कलाकारले पनि धेरै यात्रा गर्ने गरेको र पब्लिकसँग प्रत्यक्ष जोडिएको पाइन्छ। सो इन्टरटेनमेन्ट क्षेत्रमा तपाईँलाई रुचि छ अथवा त्यस्तो क्षेत्रमा काम गर्न चाहनुहुन्छ भने यो तपाईँको लागि एकदमै शुभ सङ्केत हो एउटा। र विदेश जानको लागि त अब यसले कन्फर्मै गर्छ, विदेशबाट धन प्राप्ति हुने योग सिधै बनाउँछ। र आयात निर्यातको कार्य, विदेशबाट सामान ल्याएर आफ्नो देशमा बेच्नु वा आफ्नो देशमा भएको उत्पादन विदेश पठाएर पैसा आर्जन गर्नु, धन आर्जन गर्नु, यो पनि तपाईँको भाग्यमा लेखेको छ, यसमा कुनै डाउट छैन। प्लस यो रेखाहरू तपाईँले यहाँ हेर्नुभयो भने यताबाट एउटा रेखा आएको छ होइन, अनि यहाँनिर त्रिभुजको साइन यसरी बनेको छ। यसले विदेशबाट हुने धन आर्जनलाई जनाउँछ। यसलाई हामीले धनको कोठरी भन्न सक्छौँ। विदेशबाट धन आर्जनको सङ्केत हो। यो पनि एकदमै राम्रो शुभ सङ्केत हो। र हातमा जति धेरै शुभ चिन्ह हुन्छ तपाईँ त्यति धेरै भाग्यमानी हुनुहुन्छ होइन। यसको सिधा अर्थ यही हो। ओहो, यहाँ कति राम्रो फिस साइन पनि बनेको रहेछ। यहाँ चाहिँ तपाईँको है यो एरियामा एकदमै ध्यान दिएर हेऱ्यो भने यहाँ कस्तो बनेछ भन्दा यो यसो गरेर आछ होइन, यताबाट यसो गरेर आछ कि यसो हेर्दै माछाको जस्तो आकृति बनेछ नि। यो कान्छी औँला भन्दा पनि माछाको आकृति भएको मान्छे चाहिँ विद्वान हुन्छ, सुन्दर हुन्छ भन्छ क्या होइन। मतलब माइन्डको हिसाबले पनि ट्यालेन्टेड हुन्छ, मिलाएर कुरा गर्न जानेको हुन्छ, चलाक हुन्छ, चतुर हुन्छ, हिसाब किताब गर्न पनि निपुण हुन्छ होइन। हिसाब किताब राख्न पनि यस्तो मान्छेले जानेको हुन्छ, नाफा नोक्सानको राम्रो हिसाब किताब गर्दछ र सुन्दर व्यक्तित्वको धनी हुन्छ भनेर मानिन्छ। तपाईँको बौद्धिक प्रतिभा, तपाईँको विद्या, तपाईँको एजुकेसन तपाईँको लागि एकदमै हेल्पफुल हुन्छ। त्यसमार्फत तपाईँले प्रशस्त मात्रामा धन आर्जन गर्नुहुन्छ। र सूर्यरेखा पनि बनेको छ। जति लामो सूर्यरेखा त्यति धेरै जस पाइने भन्ने छ हाम्रोमा होइन। र सूर्यरेखा तपाईँको अलिकति बिचमा अलि मधुरो हुने, कहीँ काटिने टुट्ने गरेर अगाडि बढेको हुनाले यसको अलि फलमा थोरै कमी त होला, तर एउटा राम्रो नेम फेमको योग बनाएको छ। मेबी तपाईँको चाहिँ जीवनमा तपाईँले चाहिँ कहीँ न कहीँबाट प्रसिद्धि प्राप्त गर्ने, धेरै मान्छेले चिन्ने, तपाईँलाई चाहिँ प्रशंसा गर्ने त्यस्तो खालको सिचुएसन तपाईँको जीवनमा आउँछ भनेको छ। यो एकदमै राम्रो मानिन्छ। नेम फेम तपाईँले हासिल गर्नको लागि भाग्यले साथ दिन्छ। एउटा धनको कोठरी यहाँ पनि बनेको छ है, यसलाई पनि हामी धनको कोठरी भन्छौँ, अत्यन्त शुभ मानिन्छ। ल अब यो एउटा रेखा, यसको पनि एक्सप्लेन गरौँ होइन। एउटा रेखा यसरी आछ नि, यसलाई चाहिँ हामीले फेरि प्रेमको रेखा भन्छौँ। यो हृदय रेखा हो, हृदयबाट प्रेम जन्मियो त्यसरी हामी हेर्छौँ। अनि यताबाट आएर यसरी जोडियो भने तपाईँ प्रेम सम्बन्धमा पर्नुहुन्छ भन्ने अर्थ हुन्छ। अब अर्को रेखा यहाँ गएर ट्याक्क मिलेर यसलाई क्रस गरेन भने प्रेम विवाह हुन्छ भन्ने अर्थ हुन्छ। म्याक्सिमम् केसमा अझै प्रेम विवाह हुन्छ होइन। हातै नहेरिकन यत्तिकै मैले 100मा 90जनालाई भने 100मा 90जनाको प्रेम विवाह यत्तिकै पनि हुन्छ क्या। प्रेम विवाहको कल्चर छ नेपालमा अहिले, प्रायः प्रेम विवाह चलेको छ। मन पराउने अनि कुराकानी अगाडि बढाउने बिहा गर्ने त्यो चलेको छ। त्यसले गर्दाखेरि पनि तपाईँको चाहिँ नर्मली प्रेम विवाहको सम्भावना यसै धेरै छ। त्यो माथि तपाईँको हातमा साइनै बनेको छ। सो मेरो एउटा प्रिडिक्सन तपाईँलाई के रहन्छ भन्दा अन्तर्जातीय विवाह हुनसक्छ भन्ने मैले एउटा चान्स चाहिँ देखेको छु। र प्रेम विवाहको त यो त पुरा सम्भावना छ। प्रेममा पर्नुहुन्छ र लामो समय तपाईँको प्रेममा रिलेसन चल्छ भन्ने छ यसमा देखिएको छ है। यो तपाईँको राजा लुप बनेको छ हातमा। यहाँनिर यसरी लुप बन्यो भने यसलाई राजा लुप भन्छन्। किन भन्दा राजाहरूको हातमा पहिला हुन्थ्यो अरे क्या यो, त्यसैले यसलाई यसको नामै राजा लुप हो। र जति धेरै बनेको छ मान्छे त्यति धेरै सुखी सम्पन्न ऐश्वर्यशाली हुन्छ भन्ने यसको अर्थ हो। बाँकी तपाईँको बृहस्पति पर्वत हो यहाँनिर अलिक दबेको छ,
खाल्टो परेको छ, मतलब नेचुरली यो यतिको डेभलप छैन के हैन। यसले धन दिन्छ, तपाईँलाई विद्यामा एकदम प्रसिद्धि दिन्छ, तपाईँको एजुकेसन राम्रो हुन्छ, तपाईँ ट्यालेन्टेड हुनुहुन्छ, सुन्दर हुनुहुन्छ, यी सबै कुरा तपाईँलाई प्राप्त हुन्छ। तर फ्यामिलीको सुखमा अलिकति गडबडी हुन्छ, किनभने यसले फेरि फ्यामिली सुख हेरिन्छ, फ्यामिलीको सुख अलिक कम हुन्छ। पारिवारिक सुख, पारिवारिक माया ममता अथवा परिवारसँग लामो समय सँगै रहनु, परिवारबाट सपोर्ट प्राप्त गर्नु, यो कुरामा चाहिँ केही कमी हुन्छ भन्ने कुरा। अनि परिवारको स्वास्थ्यमा तपाईँको धन खर्च हुनसक्छ, परिवारको कुनै सदस्यको तपाईँलाई धेरै चिन्ता लाग्न सक्छ हैन, यो कुराहरू रहन्छ। यसलाई चाहिँ हामी पारिवारिक असन्तुष्टि अथवा पारिवारिक सुखमा कमी भनेर भन्छौँ। मस्तिष्क रेखा लङ छ, यसको अर्थ तपाईँ निरन्तर केही न केही सिकिरहने र जिज्ञासु प्रवृत्तिको हुनुहुन्छ। क्युरिसिटी तपाईँमा एकदमै धेरै रहन्छ र कन्फ्युज माइन्ड पनि रहन्छ, किन भन्दा एकदमै धेरै यहाँ रेखाहरू छ भने मान्छे कन्फ्युज हुन्छ। तर विदेश यात्रा भ्रमण पनि त्यति नै धेरै गर्दछ यस्तो मान्छेले। कम्प्लिट साइन बन्न खोजेको देखिन्छ यहाँनिर आँखाको चिन्ह यो कम्प्लिट भयो भने यसले राजयोग बराबरको फल दिन्छ। काम नगरिकन पैसा आउँछ यस्तो मान्छेलाई प्रायः जस्तो, र बुढेसकालमा पुग्ने प्रशस्त 10-15 जनालाई पाल्न पुग्ने पैसा आफूसँग हुन्छ बुढेसकालमा, त्यति पैसा हुन्छ यस्तो मान्छेसँग है, एकदमै राम्रो मानिन्छ यो। बाँकी सन्तानको लागि चाहिने जौको निशान पनि बनेको छ र सन्तान प्राप्तिको योग बनाउने रेखा पनि छ, त्यसैले विवाहपछि सन्तानको पनि प्राप्ति हुनेछ। एकछिन म हेर्दैछु है, लगभग सबै कुरा यसैमा आइसकेको छ। अब विवाहको कुरा होइन, मेरो कतिवटा विवाह हुनसक्छ भन्दा कुरा है, 2टा विवाह रेखा छ, 2 विवाहको सम्भावना छ भन्न हामी सक्दछौँ है, यसलाई नाइ भन्न सक्दैनौँ। 2टा विवाहको चान्सेस तपाईँको जीवनमा रहन्छ है त, वा 2टा एकदमै गाढा प्रेम सम्बन्ध, केही लामो समय चल्ने खालको गाढा प्रेम सम्बन्ध 2टासम्म तपाईँको रहन सक्छ। यसले पोसिबिलिटीको कुरा होइन, मैले तपाईँलाई यस्तो हुन्छ नै भनेर भन्दाखेरि तपाईँको मन दुख्न सक्छ। तर एउटा चाहिँ लामो छ नि त हाम्रो जीवन, आज एउटा प्रेम होला, एउटा विवाह होला, तर पछिको अरूकोसँग मनै जाँदैन भन्ने कुनै ग्यारेन्टी छैन के, मन जान सक्छ होइन, मान्छेको मन हो जान सक्छ, त्यस्तो हुन्छ। त्यस कारणले गर्दा 2टा विवाहको पोसिबिलिटी चाहिँ तपाईँको हातमा छ, यसलाई हामीले नाइ भन्न सक्दैनौँ होइन। त्यसै गरी तपाईँको चाहिँ हातमा यहाँनिर हामीले हेऱ्यौँ भने 3टा ब्रेसलेट बनेको छ, एकदमै राम्रो मानिन्छ। 3टा हातमा ब्रेसलेट बनेको छ, 3टा चुरा जस्तो सर्लक छ भने मान्छे एकदमै धनी हुन्छ, पुत्रवती हुन्छ, मतलब छोरा सन्तान हुन्छ, धनी हुन्छ, स्वास्थ्य राम्रो हुन्छ, उसले अरूलाई काम कजाएर खान पाउँछ भनेको छ, मालिक हुन्छ भनेको छ है, एकदमै यो चाहिँ शुभ मानिन्छ। र तपाईँको ट्राभल लाइन कस्तो, यो जीवन रेखाबाट तल आएको लाइनले चाहिँ धेरै ट्राभल गर्नुपर्ने कुरालाई जनाउँछ। आफ्नै देशभित्र पनि तपाईँको एकदमै धेरै लेभलमा ट्राभल हुन्छ, एकदमै धेरै ट्राभल गर्ने मौका तपाईँले प्राप्त गर्नुहुन्छ। ओके, यो भयो। अब तपाईँको चाहिँ राइट एन्ड हामीले लेफ्टमा हेऱ्यौँ भने लेफ्टमा चाहिँ यो टु मच राहु रेखा छ, यसले चाहिँ तपाईँको मेन्टल टेन्सन अनि सपना नराम्रो देखिनु, सपनामा प्रब्लम हुनु आदि कुरालाई देखाउँछ। तर तपाईँको राइट ह्यान्ड बलियो छ भने चाहिँ लेफ्ट ह्यान्डमा भएको दोषहरूको असर कम हुन्छ है। त्यस कारणले गर्दा मानसिक टेन्सनै छैन भन्न चाहिँ सकिन्न। मानसिक चिन्ता दिने रेखाहरू अथवा निन्द्रामा गडबडी दिने रेखाहरू, रोग, ससानो रोग बिमारीबाट गुज्रिनु पर्ने रेखाहरू हुने सबै हैन। यसले फ्यामिली लाइफ, प्रेम सम्बन्ध, स्वास्थ्य सबै कुरामा यसले हानि गर्छ। र यो रेखा जति धेरै हुन्छ मान्छेले त्यति धेरै मेन्टल टेन्सन, बिमारीको भय, पारिवारिक सम्बन्धमा खटपट, प्रेममा खटपट हुन्छ भन्ने हाम्रो मान्यता रहेको छ हैन। सो यो छँदै छैन भन्न चाहिँ मिल्दैन, यो हातमा चाहिँ अलि धेरै नै रहेछ। यसले चाहिँ सबकन्सियस माइन्डलाई जनाउँछ। बाहिरबाट हेर्दा तपाईँ सुखी, प्रसन्न, धनी देखिए पनि भित्रबाट भयभीत अथवा भित्रबाट बिमारी हुन सक्ने चान्सेस रहन्छ। यो रेखाले चाहिँ भित्री मनलाई सो गर्छ। ओके, बाँकी केही पनि नराम्रो निशान छैन, दुवै हातमा अत्यन्त राम्रो निशान छ। अब म तपाईँको चिनामा जान्छु, चिनालाई हेर्छु। र सुखी हात छ है, मैले एकै शब्दमा एउटै लाइनमा भन्दा सुखी र धनी हुने हात छ है त। धन पैसा प्रशस्त हुन्छ क्या तपाईँसँग एउटा कुरो जिन्दगीमा, यो कुरा चाहिँ लगभग मैले चाहिँ फिक्स देख्छु होइन। 2-4 तोला सुन किनेर लाउन तपाईँलाई चाहिँ रुन पर्दैन, त्यत्तिको हात चाहिँ हो मेरो अनुभवमा चाहिँ, मेरो हात हेरिरहेको अनुभवमा।